हराएर जाने छैनन् मनका विश्वासहरू शरदमा गुलाब झैं। डुबेर जाने छैनन् तिम्रा मायाहरू सागरमा मोती झैं। म त जति टाढा रहे पनि सम्झिरहनेछु तिमीलाई पागल प्रेमी झैं। म त पर्खिरहनेछु नित्य तिमीलाई मृत्युले जीवन पर्खे झैं। नमस्ते, स्वागत तथा अभिवादन। प्रत्येक हप्ता ठिक यसै बेला प्रसारण हुने कार्यक्रम मेरो कथामा म तपाईकै डियर कल्याण र दीपक घिमिरेको सम्झनाका यी पलहरू छातीभरि बोकेर, सम्झनाका यी रहरहरू मनभरि कुदेर, आँखाको नानीभित्र बस्ने एउटा सुन्दर सपना जस्तो, कतै हराएको एउटा मिठो कल्पना जस्तो उड्दै उड्दै आवाजबाट, भावनाबाट म तपाईलाई खोज्दै आइपुग्छु। तपाईको शहरमा, तपाईको गाउँमा, तपाईकै सुन्दर बस्तीमा र तपाईको हृदयभित्र बास बस्ने कोशिशमा म यसरी नै प्रत्येक हप्ता आइरहन्छु तपाईको लागि। मायाका यी चुदरीहरूभित्र आफूलाई साटेर, सम्भावनाका पर्दाहरू खोल्दै खोल्दै म तपाईको नजिक आउँछु, तपाईसँग बस्छु। 1 घण्टा तपाईलाई कसैको जीवनको वास्तविक घटना सुनाउँछु, तपाईलाई रुवाउँछु, तपाईलाई हँसाउँछु, फेरि कता जान्छु थाहै हुँदैन। यही घाम छाया जस्तै छ तपाईँ र मेरो जिन्दगी। न हाम्रो कहिले भेट हुन्छ, न हाम्रो कहिले कुरा हुन्छ। यो घाम छाया जस्तै लुकामारी गरिरहने जिन्दगीको पर्दा खोलेर म तपाईको नजिक आउनको चाहन्छु, तपाईसँग बोल्न चाहन्छु, तपाईसँग गफ गर्न चाहन्छु। त्यसैले सधैँ सधैँ प्रतीक्षा गरिरहन्छु तपाईको पत्रको, तपाईको इमेलको र तपाईका भावनाहरूको म प्रतीक्षा गर्छु। र तपाईको नजिक कसरी हुन सकिन्छ म सधैँ यही सोचिरहन्छु र त्यसैले भन्ने गर्छु, तपाईको मन कसैले दुखाउँछ भने, तपाईँ सही बाटोमा हिँड्दा हिँड्दै पनि तपाईको चित्त कसैले दुखाउँछ भने मलाई भन्नुहोस्, अथवा मलाई भन्न सक्नु हुँदैन भने आफ्नो नजिकको मान्छेलाई भन्नुहोस्, आफ्नो बुबा आमालाई भन्नुहोस्। तर तपाईको साथमा कोही छैन, तपाईको भावना कसैले बुझ्दैन र सबैले तपाईलाई घृणा गर्छ भने म छु तपाईको साथमा। पत्राचारको लागि मेरो ठेगाना हो डियर कल्याण, कार्यक्रम मेरो कथा, मिडिया डेभलपमेन्ट सेन्टर, पोस्ट बक्स नम्बर 8975, EPC 624, काठमाडौँ। त्यसै गरी मेरो इमेल आइडी हो dear_kalyan@hotmail.com। यो ठेगानापछि आज मैले अनुपजीले पठाउनु भएको पत्रलाई लिएको छु र अब कार्यक्रम सुरु गर्ने अनुमति माग्छु दिपेन कोइरालाको नयाँ एल्बमको यो गीतबाट। फुलेको फुला देखि मलाई तिम्रो याद आउँछ, फुलेको फुला देखि मलाई तिम्रो याद आउँछ। अतीतका कुरा सम्झेर ल्याउँदा भक्कन फुटाउँछ, अतीतका कुरा सम्झेर ल्याउँदा भक्कन फुटाउँछ। हो भक्कन फुटाउँछ। फुलेको फुला देखि मलाई तिम्रो याद आउँछ। खोला र नाला बनबुटाइ हुन् हामीले डुलेको, अङ्गालो बाँधी एकअर्कासँग रमाई भुलेको। खोला
झुलेको अङ्गालो बाँधी एकअर्कासँग रमाई भुलेको झरझरी झर्ने झरना देख्दा त्यो आँसु याद आउँछ अतीतका कुरा सम्झेर ल्याउँदा भक्कानो फुटाउँछ अतीतका कुरा सम्झेर ल्याउँदा भक्कानो फुटाउँछ हो भक्कानो फुटाउँछ। डियर कल्याण, हिँड्दा पनि बस्दा पनि खाँदा पनि सुत्दा पनि हर पल आउने एउटा सपना छ मेरो आँखाभित्र। यस्तो सपना जुन आँखा चिम्ले पनि देखिन्छ, आँखा खोले पनि देखिन्छ। कतै बिरानीमा हराउने सम्झनाका तरेलीहरूबाट उठ्ने एउटा यस्तो सपना जो जति मेट्न खोज्यो त्यति त्यति गाढा भएर आउँछ मनभित्र। यो जिन्दगीको यात्रामा भेटिने, फेरि मेटिने, अनि मेटिँदै जाँदा जाँदै फेरि भेटिँदै जाने यी सम्झनाका सिलसिलाहरू जति सुनाए पनि सकिँदैन। यी सपनाका कुराहरू जति गरे पनि सकिँदैन। तर पनि आज सुनाउन चाहन्छु तपाईलाई दिल खोलेर आफ्नो कथा, आफ्नो सपनाको कथा, आफ्नो कल्पनाको कथा र आफ्नो यथार्थको धरातलमा बज्रिएर पुग्नुपर्ने र भोग्नुपर्ने नियतिको कथा सुनाउँछु म। मेरो नाम अनुप हो। विक्रम सम्वत 2039 सालको वैशाख 18 गते कास्की जिल्लाको उत्तर पूर्वी गाउँमा मेरो जन्म भएको हो। एउटा अनकन्टार गाउँमा बस्थे म र यतिखेर पोखराको विकास सँगसँगै मेरो गाउँमा पनि विकास अलि उक्लन थालेको छ। गोरा अनुहारहरू मेरो गाउँको बाटो भएर हिँड्छन् टाढा टाढासम्म पुग्न। त्यसैले मेरो गाउँलेहरू विकास भएको अनुभव गर्छन्। हाम्रो जस्तो भौगोलिक जटिलताको देशमा कोही विदेशी गाउँमा आउनु नै विकासको पहिचान हो भन्ने ठान्छौँ हामी। त्यसैले मेरो गाउँ यतिखेर सुन्दर बनेको छ। पर्यटकहरू त्यही बाटो हिँड्छन् टाढा टाढा ट्रेकिङ जानको लागि, घुम्नको लागि। अनकन्टार गाउँ भए पनि उज्यालिँदै गएको त्यही गाउँमा जन्मेको हुँ म घरको एक्लो छोरा हुँ। पढाइमा अत्यन्तै तेज थिए म सानैदेखि। बुबा आमाले गर्व गर्नुहुन्थ्यो, मेरो छोरा यस्तो होला उस्तो होला, सपना बुन्नुहुन्थ्यो बुबा आमा मेरो अगाडि। र मैले विक्रम सम्वत 2054 सालमा गाउँकै स्कुलमा प्रथम श्रेणीमा एसएलसी पास गरे र मेरो गाउँबाट म +2 पढ्न पोखरा आएको थिएँ। गाउँमा 2-4वटा भैँसी पालेर दुध बेचेर गुजारा चलाउने मेरो परिवारले मलाई पोखरामा ल्याएर पढ्नको लागि सक्षम बनाउने कोसिस गर्यो। त्यही महानताको कुरा गर्छु म, मेरा बुबा आमाको कुरा गर्छु म। बुबा आमाको आँखा अगाडि सधैँ सपना बनेर झुलिरहने मैले पोखराको बगर स्थित एउटा +2 कलेजमा भर्ना भए र त्यही वरपर बस्न थाले। साथीभाइ, कलेज, डेढा, जिन्दगी गुज्रदै गयो, पढाइ चल्दै गयो। साँच्ची ती दिनहरू सम्झदा यति खुसी लाग्छ। ती मेरा साथीहरू आज कहाँ छन्? पोखराको सेरोफेरोमा छन् भने यही कार्यक्रम मार्फत म उनीहरूलाई आज मेरो वास्तविक घटना सुनाउन चाहन्छु। मेरा साथीहरू जो पोखरामा हुनुहुन्छ उहाँहरू सबैलाई थाहा छ, धेरै साथीहरूलाई थाहा छ मेरो राम कहानी। र म सम्झन्छु त्यही कलेजको दिन कति रमाइलो थियो, कति उज्यालो थियो। मेरा साथीहरूसँग म नाच्दै घुम्दै रमाउँदै र पोखराका सुन्दर बस्तीहरूमा घुमेर मैले मेरो त्यो दिन गुजारेको अझै पनि आँखा वरिपरि छाइरहन्छ, अझै पनि छाइरहन्छ। नबोले नि माया लाग्ने रहेछ सन्नानी, नबोले नि माया लाग्ने रहेछ सन्नानी। दिलको कसम दिलैमा नत्र जानी, चाइना कम्पनी, चाइना कम्पनी, चाइना कम्पनी, चाइना कम्पनी। नबोले नि माया
सन्नानी नबोले नि माया लाग्ने रहेछ सन्नानी दिलको कसम दिलैमा नत्र जानी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी माया भए डम्फारै चढी जाऊ बाँचौँ सँगै नभए मरि जाऊ माया भए डम्फारै चढी जाऊ बाँचौँ सँगै नभए मरि जाऊ मेरो माया भन्दामा कस्तो छ गिटी अनि बालुवा जस्तो छ गिटी अनि बालुवा जस्तो छ चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी बाटो राम्रो छेउको ढलले मायालाको होइन छलले बाटो राम्रो छेउको ढलले मायालाको होइन छलले जुनै राम्रो जुनैको किरण चिर्ने भए यही छाती चिरन चिर्ने भए यही छाती चिरन चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी नबोले नि माया लाग्ने रहेछ सन्नानी नबोले नि माया लाग्ने रहेछ सन्नानी दिलको कसम दिलैमा नत्र जानी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी नबोले नि माया लाग्ने रहेछ सन्नानी नबोले नि माया लाग्ने रहेछ सन्नानी दिलको कसम दिलैमा नत्र जानी चाइना कम्पनी 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 चाइना डियर कल्याण सम्झेर पनि ताजा रहन नसक्ने मेरा घाउहरू बिर्सेर पनि कतै बस्न नसक्ने मेरा पीडाहरू आज म सुनाउन चाहन्छु तपाईलाई। यसरी मेरा कलेजका दिनहरू सुरु हुँदै जाने क्रममा विक्रम सम्वत 2057 सालमा +2 मा अत्यन्तै राम्रो नम्बर ल्याएर म पास भएपछि मेरो परिवारले अर्को गर्वको खुड्किला चढ्न सुरु गर्यो। छोराको सधैँ प्रशंसा गर्ने मेरा बुबा आमाको अगाडि म कहिलेकाहीँ यसरी झुक्न पुग्थे,
कि युद्धमा हारेको सिपाही जस्तै आत्मसमर्पित भावमा म बुबा आमाको अगाडि चुपचाप बसिरहन्थे। बुबा आमाले देख्ने सपनालाई मैले कसरी कुल्चदै गए र हरेक छोराहरूले बुबा आमाको सपनालाई कसरी लत्याउँछन् र कसरी विवश हुन्छन् एउटा झिनो जिन्दगी बाँच्न आज म सुनाउँछु। डियर कल्याण, तपाईँलाई मेरो वास्तविक घटना। यसरी अत्यन्तै राम्रो नम्बर ल्याएपछि मैले बुबा आमालाई भने म काठमाडौँ पढ्न जान्छु। त्यसपछि बुबाले भन्नुभयो, छोरा हेर, हामी गरिबीमा हुर्किएको मान्छेले कसरी तँलाई काठमाडौँमा पढाउनु। तर मैले जिद्दी गरेपछि बुबा आमाको केही लागेन। गाउँको सानो पाखा बेच्नुभयो मेरो लागि र म पोखराबाट काठमाडौँ शहर छिरे। शहरमा आउँदा म अत्यन्तै एक्लो थिएँ, तर बिस्तारै बिस्तारै म परिचित हुँदै गए। कलेजमा राम्रो विद्यार्थी भएको नाताले म सबैको प्रिय बन्थे। लाइब्रेरीमा बसेर बढी अध्ययन गर्ने, आफ्नो कोठामा बढी अध्ययन गर्ने मेरो मिजाजका कारण म सबैसँग नजिक हुन्थे। मान्छे नजिक हुँदै जाने क्रममा जब एउटा पढ्ने मान्छे प्रेमको दलदलमा फस्दै जान्छ, उसले आफ्नो पढाइलाई, आफ्नो करियरलाई र आफ्नो जिन्दगीलाई कसरी धरापमा राख्छ म आज सुनाउँछु तपाईँलाई। कुरा 2057 साल पछिको हो, जति बेला म विज्ञान विषय लिएर काठमाडौँ शहरको एउटा सरकारी कलेजमा पढ्दै थिएँ। त्यति बेलाको कुरा हो। हामी कलेजबाट पिकनिक जाने क्रममा काठमाडौँदेखि पूर्वी एउटा सुन्दर ठाउँमा पुगेका थियौँ। मलाई राम्रोसँग याद छ, त्यो दिन असाध्यै पानी पर्यो र पिकनिक त्यत्तिकै तहस नहस जस्तै भयो, अर्थात् राम्रोसँग हुन नसकेन। तर पनि टिनले बारेको एउटा सानो कटेजभित्र बसेर हामीले जसो तसो खाना बनाएर खाँदै थियौँ। त्यति बेला अनेक बहाना चल्थ्यो, गीत गाउने, नाच्ने र चुट्किला भन्नुपर्ने। त्यसै क्रममा मेरो पालो आयो चुट्किला भन्ने। त्यति बेला मैले चुट्किला भनेको थिएँ। पोखराको बारेमा मलाई राम्रोसँग याद छ। त्यति बेला मसँगै पढ्ने एकजना छात्रा, उसको नाम पीबाट आउँथ्यो। मानव उसको नाम प्रसिद्धिका हो। उसको घर पनि कास्की थियो। राम्री, अत्यन्तै मिलनसार, एउटा कास्की जिल्ला नजिक भएकोले, अर्थात् एउटै जिल्लाको भएकोले ऊ मेरो नजिक रहन्थे। त्यो दिन उसले मलाई भनेकी थिए, तिमीले जोक सुनायो, अब म के गरौँ। त्यो पल मैले भनेको थिएँ कहिलेकाहीँ गीत गाउने उसलाई। मैले भनेको थिएँ तिमी एउटा गीत गाउन। उसले सोधेकी थिए कसको लागि गाउँ, र मैले भनेको थिएँ मेरो लागि गाउन। ऊ हाँसी र त्यो पल मैले एकजना गिटार समाइरहेको साथीलाई गिटार बजाउने आग्रह गरे। मलाई राम्रोसँग याद छ, त्यो दिन बाहिरको पानीमा प्रसिद्धिकाले यही गीत गाएकी थिए। बस यही।
कहीं कतै बल्झिरहने, कहीं कतै अल्झिरहने एउटा पीडाको घाउ फुकाउन नपाउँदै फेरि थुप्रिँदै जाने धेरै धेरै पीडाहरू। जिन्दगी जति खुसी छ त्योभन्दा बढी दुखी छ जस्तो लाग्छ। त्यसैले मानवको चोला मान्छेको जुनी दुखीको जुनी हो भन्ने पुरानो धार्मिक भनाइ पनि कहिलेकाहीँ मनभित्र खेल्छ। किन मान्छेले यति धेरै दुःख पाउँछ? किन मान्छे यति धेरै पीडामा छटपटिन्छ? किन धेरै यति मान्छे रुन्छ? फेरि कहिलेकाहीँ किन हाँस्छ मान्छे? हाँस्ने, रुने, रुने अनि हाँस्ने, यही चर्खाभित्र घुमिरहने कुमालेको चक्र जस्तो जिन्दगीको कथा फरक फरक हुन सक्छन् आआफ्ना। तर जे जस्तो गरे पनि अन्त्यमा अत्यन्तै दुखान्त भएर टुङ्गिने मान्छेका कथाभित्र धेरै पीडाहरू लुकेका हुन्छन्। म पनि सुनाउँदै जान्छु मेरो पीडाको कथा, मेरो बुबा आमाको सपना र मेरो प्रेमको बलिदान, जसले मलाई जिन्दगीको पल्लो पाटोबाट पल्लो पाटोमा पुर्यायो र म यसरी विस्थापित हुँदै गएँ आफैबाट। आज म सुनाउँछु तपाईलाई। यसरी प्रसिद्धिका एउटै कलेजमा पढ्ने नाताले र हामी दुवैजना कास्कीको भएकोले ऊ मेरो नजिक हुन्थे, म उसको। म उसलाई पछ्याउँथे र ऊ पनि मलाई पछ्याए जस्तो गर्थे, किनकि उसलाई पढ्नको लागि धेरै नोट कपीहरू चाहिन्थ्यो मबाट। मैले उसलाई यति सहयोग गरेँ कि म भन्नै सक्दिनँ। समय बित्दै गयो र त्यही साल मैले MBBS को एक्जामको लागि कोसिस गर्ने विचार गरेको थिएँ। तर समय अझै आइ नपुगेकोले मैले त्यसलाई छोडी र 2059 सालबाट 2061 साल लाग्यो। मैले फेरि MBBS को एक्जाम दिने विचार गरेँ र पढाइमा तल्लीन रहे। ऊ आउँथी, तिमी जसरी भए पनि डाक्टर बन्नुपर्छ, मलाई पनि गर्व हुन्छ भन्थे। ऊ भन्थे, म डाक्टरको श्रीमती हुन चाहन्छु। मैले लाख कोसिस गरेँ तर अत्यन्तै प्रतिस्पर्धा भएकोले मेरो नाम वेटिङ लिस्टमा निस्कियो। तर TU मा यस्तो पढाइ हुन्छ कि त्यहाँ कसैले छोड्न चाहँदैनन् र त्यो पनि म बिरामी पर्नुको कारणले त्यसो भएको हो। मलाई राम्रोसँग याद छ। म असफल भएको दिन प्रसिद्धिका मेरो कोठामा आएकी थिए। मैले आँखामा आँसु ल्याएको थिएँ र त्यो पल उसले भनेकी थिए, अनुप, तिमीले यति धेरै पढेका छौ, मलाई थाहा छ। तिमी बिरामी भएको कारणले यो भएको हो, चिन्ता नगर, म तिम्रो साथमा हुन्छु। म त तिमीलाई जिस्काएको, तिमी डाक्टर भए पनि, तिमी जे भए पनि म सधैँ तिम्रो साथमा हुन्छु। ढेरकल्याण। त्यो पल उसले मेरो आँखाको आँसु पुछिदिए र मैले त्यही पल हात समाएर भनेको थिएँ, प्रसिद्धिका, तिम्रो अगाडि म गरिब छु, मलाई थाहा छ, तर म धेरै पढ्न चाहन्छु, पढेर ठुलो मान्छे बन्न चाहन्छु। मलाई पढ्न एकदमै मनपर्छ, तर मलाई तिम्रो साथ चाहिन्छ। तिमीले धनी अथवा मलाई गरिब भनेर नहेप, मलाई तिम्रो साथ चाहिन्छ। त्यो पल उसले मेरो अगालोमा बाँधिएर भनेकी थिए, अनुप, जीवनभर साथ दिन्छु, बस जीवनभर। न त सुनको छानो राम्रो, न त फुलको छाया राम्रो, न त सुनको छानो राम्रो, न त फुलको छाया राम्रो, जहाँनिर दिल बस्छु त्यही माया राम्रो, जहाँनिर दिल बस्छु त्यही माया राम्रो। खोजी हिँड्ने कुरो होइन, रोजी हिँड्ने कुरो होइन, खोजी हिँड्ने
कुरो होइन, रोजी हिँड्ने कुरो होइन। मनले आफ्नो भनेपछि, मनले आफ्नो भनेपछि सोधी हिँड्ने कुरो होइन, सोधी हिँड्ने कुरो होइन। हितचित मिल्छ भने यही घाम छाया राम्रो, हितचित मिल्छ भने यही घाम छाया राम्रो। जहाँनिर दिल बस्यो त्यही माया राम्रो, जहाँनिर दिल बस्यो त्यही माया राम्रो। जसले कुरा काटे पनि आफैलाई ढाटे पनि, जसले कुरा काटे पनि आफैलाई ढाटे पनि आइरहन्छ सम्झनामा, आइरहन्छ सम्झनामा। बिर्सनलाई आटे पनि, बिर्सनलाई आटे पनि। घरि घरि सपनीमा आउने छाया राम्रो, घरि घरि सपनीमा आउने छाया राम्रो। जहाँनिर दिल बस्यो त्यही माया राम्रो, जहाँनिर दिल बस्यो त्यही माया राम्रो। न त सुनको छानो राम्रो, न त फुलको छाया राम्रो। जहाँनिर दिल बस्यो त्यही माया राम्रो, जहाँनिर दिल बस्यो त्यही माया राम्रो। जहाँनिर दिल बस्यो त्यही माया राम्रो, जहाँनिर दिल बस्यो त्यही माया राम्रो। डियर कल्याण, बलेको आगो ताप्ने दुनियाँको कथा हो यो, निभेको आगोलाई वास्ता नगर्ने मान्छेको व्यथा हो यो। सबै उज्यालोतिर झुम्बिन्छन्, अँध्यारोको कुरा कोही गर्दैनन्। सबै खुसीमा रम्न चाहन्छन्, तर दुःखमा कोही साथ हुँदो रहेनछ। म सुनाउँदै जान्छु मेरो जीवनको कथा। समय बित्दै जाने क्रममा एक दिनको कुरा हो। दिन त याद भएन, तर 61 सालकै कुरा हो। साउन महिनातिरको कुरा हो। प्रसिद्धिकाले घर जान्छु भनी र जानु अगाडि हामीले भेटेका थियौं एक अर्कोलाई। काठमाडौँ खाल्डो भित्रकै एउटा रेस्टुरेन्टमा हामी 2 घण्टा जति बसेका थियौं। त्यो पल प्रसिद्धिकाले मलाई घुमाउरो पाराले भनेकी थिए, हेर न मणिपाल कलेजमा पढ्ने एकजना पोखराकै केटाले मलाई असाध्यै मन पराउँछ, इमेल गर्छ। अघि मात्रै फोन गरेको थियो, तर मलाई त्यो केटा मन पर्दैन। उसले घुमाउरो पाराले मलाई भन्दै गई, तर मलाई डाक्टर पेशा अत्यन्तै मनपर्छ। म त आफू डाक्टर पढ्न सकेन, तर मेरो श्रीमान डाक्टर भइदिए हुन्थ्यो। उसले घुमाउरो पाराले यस्तै भनी। मैले त्यसलाई वास्ता गरेन र मैले उसलाई त्यो पल सम्झाएको थिएँ, हेर जिन्दगीमा हामी जे सोच्छौं त्यो हुँदैन र जे सोच्दैनौं त्यो हुन्छ। कहिलेकाहीँ अनवरत रूपमा आउने परिणामलाई पनि स्वीकार्नुपर्छ। प्रेम भनेकै त्यही हो,
दुवै हातमा लड्डु जिन्दगीमा कसैको हुँदैन। दुवै हातमा राम्रै राम्रो कसैको हुँदैन। एक हातमा राम्रो हुन्छ भने अर्को हातमा नराम्रो पनि हुन्छ। त्यसैले दुवैलाई समायोजन गरेर जानुपर्छ। फेरि प्रेमले कहिल्यै पनि माग्दैन प्रसिद्धिका, प्रेमले सधैँ दिन्छ। प्रेमले त भन्छ आऊ मसँग जे छ लिएर जाऊ, त्यही हो प्रेमको परिभाषा। त्यो पल ऊ केही बोलिने। अर्को दिन ऊ पोखराको लागि हिँडी र ऊ गएको तेस्रो दिन उसको साथीले मलाई फोन गरेर भनी, अनुप प्रसिद्धिका कहाँ छे? मैले ऊ घर गएको जानकारी दिए। त्यो पल उसले भनेकी थिए घुमाउरो पाराले, तर प्रसिद्धिकाले त उसको एकजना केटा छ, उसको जन्मदिनको अवसरमा जाँदैछु भन्दै थिए पोखरा। त्यो पल मैले भने को केटा? मलाई उषाले भनी, खै मणिपाल कलेजमा पढ्ने केटा हो रे, उसलाई साह्रै मन पराउँछ। धेर कल्याण, म छक्क परे। प्रसिद्धिकाको जाने अघिल्लो दिन रेस्टुरेन्टमा गरेको कुरा र उसको साथीले भनेको कुरा दुवैको तालमेल मिलेपछि म यसरी शङ्काको घेराभित्र उनिँदै गए कि मैले आफूलाई कतै कहीँ पनि सन्तोषसँग बस्न नसक्ने अवस्थामा पुगे र मैले बारम्बार उसलाई फोन गर्ने कोसिस गरे, तर सम्पर्क भएन। धेर कल्याण, म सुनाउँदै जान्छु एउटा सुन्दर नाटकको कथा। जिन्दगीमा मान्छेले मान्छेको लागि कति राम्रो नाटक बनाउँछ। मलाई त लाग्छ अचेल मानिसहरू काठमाडौँमा गुरुकुलतिर किन धाउँछन्? मान्छे मान्छेको बीचमा यति ठुलो नाटक मञ्चन हुन्छ। मान्छे किन नाटक हेर्न थिएटरतिर जान्छन् मलाई थाहा छैन। तर डेर कल्याण, म सुनाउँछु तपाईँलाई मेरो नाटकको कथा। बस मेरो नाटक। तिम्रो मायाले डोरायो मलाई त्यही भुमरीमा, तिम्रो इशारा बुझ्न गाह्रो चिन्नै सकिन। तिम्रो मायाले डोरायो मलाई त्यही भुमरीमा, जहाँ सुख जाऊ धोकै धोका, मिलन बिछोडको कथै कथा। जहाँ सुख जाऊ धोकै धोका, मिलन बिछोडको कथै कथा। त्यही कथामा मेरो सानो व्यथा। तिम्रो नजरले डोरायो मलाई त्यही भुमरीमा, तिम्रो इशारा बुझ्न गाह्रो चिन्नै सकिन। डेर कल्याण, मुटुभित्र एउटा घाउ छ, मुटुभित्र दुख्ने एउटा घाउ छ र मुटुभित्रै एउटा बल्झिरहने अर्को घाउ छ। यी घाउहरूको बीचमा फेरि जिन्दगीको खुसी पनि छ। आज म तपाईको आवाज मार्फत पोख्न चाहन्छु मेरा यी घाउका कुराहरू र मेरा खुसीका कुराहरू पनि पोख्न चाहन्छु। अर्को दिन मैले प्रसिद्धिकालाई फोन गरे पोखरामा। फोनमा ऊ सम्पर्कमा आई र त्यो पल उसले भनेकी थिए, तिमी त यस्तो काममा गएकी थियौ रे। त्यो पल ऊ रिसाई। तिमीलाई कसले भन्यो भनेर प्रश्न गरी। मैले उसको साथीको नाम लिन चाहेन र त्यो पल ऊ रिसाएर फोन राखी। सधैँ सधैँ माया गर्ने प्रसिद्धिका किन त्यसरी रिसाई मलाई थाहा भएन। फेरि मैले तुरुन्तै फोन गरेपछि उसैले फोन उठाई र ठाडो भाषामा भनी, भन के भन्न चाहन्छु।
मैले राम्रोसँग सम्झाएपछि उसले कुरा घुमाउँदै भनी, खासै केही होइन, घरका मान्छेहरूले अलिकति फोर्स गरेपछि मैले भेटेकी हुँ। मेरो साथी हो, मलाई मन पराउँछ, गल्ती त उसले गरेको छैन। त्यो पल मैले प्रश्न राखेको थिएँ, प्रसिद्धिका, मैले पनि त तिमीलाई मन पराउँछु। त्यो पल ऊ केही बोलेनी। तिमीले मन पराउनु र नपराउनु फरक कुरा हो, उसले यति मात्र भनी। र त्यसपछि केही सामान्य कुरा गरेर उसले फोन राखी र उसले भनी, म अर्को हप्ता आउँछु अनि तिमीलाई भेट्छु, म व्यस्त छु, उसले यस्तै भनी। ढेर कल्याण, सधैँ सधैँ टेलिफोनमा घन्टौँ घन्टासम्म कुरा गर्ने ऊ त्यो दिन यति छोटो कुरा गरी कि मानौ ऊ अत्यन्तै व्यस्त छे। मलाई नरमाइलो लाग्यो। आफ्ना साथीहरूलाई भने, कलेजका साथीहरूलाई भने, सबैले यो कुरालाई नराम्रो रूपमा लिए। त्यसपछि प्रसिद्धिका 1 हप्ता पछाडि आई। ऊ कलेजमा आई। सबै साथीहरूले उसलाई सम्झाएछन्। त्यसपछि ऊ मसँग आएर झगडा गरी र भनी, तिमीलाई सबै कुरा साथीहरूलाई भन्नुपर्छ, कलेजमा मेरो बेइज्जत हुँदैन, तिमीले जे भन्नु थियो मलाई भनेको भए भइहाल्थ्यो नि। ढेर कल्याण, मैले माफी मागे र त्यो पल मैले हात जोडेर भने, प्रसिद्धिका, म तिमीलाई गुमाउन चाहँदैन र अब मैले कहिले यस्तो कुराहरूलाई, जे भयो गल्ती भयो, मलाई माफ गरिदेऊ। ऊ हाँसी। मैले चिया खान जाउँ भनेपछि उसले बल्ल बल्ल क्यान्टिनमा गएर 1 कप चिया खाई र मैले बेलुका भेटौँ भन्ने अनुरोध गरेपछि उसले भनी, म बेलुका भेट्न सक्दिनँ। ढेर कल्याण, काम विशेषले त्यो दिन म न्यू रोड जानु परेको थियो। बेलुका करिब 6 बजेतिर न्यू रोडको एउटा रेस्टुरेन्टमा बस्दै गरेकी प्रसिद्धिकालाई मैले देखेँ र मैले देखिरहे उसको साथमा अर्को एकजना नयाँ अनुहार भएको केटा थियो। पछि बुझ्दै गए त्यो केटा पोखराबाट उसको अनुरोधमा काठमाडौँ आएको रहेछ। 2-4 दिन बसेर उसको कलेज सुरु भएपछि मणिपाल कलेजमा फर्कने योजना अनुरूप ऊ आएको रहेछ। ढेर कल्याण, त्यो देख्न साथ म यसरी छाँगाबाट तल खसे कि मैले बुझ्नै सकिनँ माया के हो, जिन्दगी के हो, मान्छेको विश्वास के हो। र मान्छेले मान्छेलाई खेलाउन सम्झेर खेल्ने गर्छन्। म आज सुनाउन चाहन्छु त्यही खेलाउनाको राम कहानी, बस त्यही खेलाउनाको। जिन्दगी त खेलाउनै भो, जोनी खेल्छन् मेरो मनसँग, मेरो धनसँग। किन यस्तो पिरोले खो, के ने गल्ती थियो मेरो। जिन्दगी त खेलाउने भो, संसारै मेरो लागि छ सुन्ने।
पनि खेल्छन् मेरो मनसँग मेरो धनसँग किन यस्तो पिरोले खो किन गल्ती थियो मेरो जिन्दगी त खेलाउने हो डियर कल्याण, यो मेरो साँचो कथा हो, यो मेरो जीवनको वास्तविक कथा हो। यसरी बिस्तारै बिस्तारै प्रेमको गहिराईमा डुब्दै गएको म मेरो परिवार प्रतिको जिम्मेवारीलाई मैले यसरी बिर्से कि मानौ मेरो जिन्दगीमा प्रसिद्धिका बाहेक कोही पनि छैन। गाउँमा दूध बेचेर गुजारा गर्ने मेरो बुबा आमाका सपनाहरूलाई मैले कुल्चदै गए र उतिर बढी लगावहरू बढाउँदै गए, यतिसम्म कि एकपटक पोखरा गएर म घरसम्म पुगेन। किन पुगेन मलाई थाहा छैन। कति पागल भएको थिए होला म प्रेममा। पोखरा पुगेर पनि म मेरो गाउँ गएन। आमा रुनु भएको थियो त्यो पल। आज सम्झन्छु, मन दुखेर आउँछ। डियर कल्याण, कसलाई पोखौँ यस्तो पीडादायी कुरा, कसले बुझ्छन् यस्तो कुरा। यसरी प्रसिद्धिकाको प्रेममा डुब्दै जाने क्रममा ऊ बिस्तारै बिस्तारै मलाई किनारातिर लगाउँदै गई र भेट्न पनि छोडे जस्तो गर्न थाली। मैले आफूलाई एक्लोपनको अनुभव गरे र त्यसपछि सोचे मैले पढ्नै पर्छ, पढेर त केही गर्नै पर्छ। काठमाडौँ स्थित टिचिङ हस्पिटल महाराजगञ्जले फेरि MBBS को लागि नयाँ भर्ना माग्यो र त्यसपछि मैले परीक्षाको लागि कोसिस गरे। तर दुर्भाग्य जिन्दगीमा त्यो पल पनि मेरो नाम निस्केन। मैले नाम निकाल्न सकिन। पढाइको कुरा नगरेर खालि आफ्नो प्रेमिकाको कुरा गर्ने मायामा डुब्दै गएको मैले आफ्नो कमजोरी पढाइमा पनि देख्न थाले। तर एक दिन अचानक प्रसिद्धिका मेरो कोठामा आई र म उसँग धेरै बेर कुरा गरे, उसलाई सम्झाए। त्यो पल उसले भनेकी थिए, अनुप तिमी अहिले टिचिङ गरिरहेका छौ, स्कुलमा पढाइरहेका छौ, मलाई अरू सबै मनपर्छ, यो टिचिङको काम मन पर्दैन। त्यो पल मैले भनेको थिएँ, हेर तिमीलाई मन परे पनि नपरे पनि म तिमीलाई जसरी भए पनि पाल्न सक्छु। तिमी यो कुरामा ढुक्क रहु, यो सधैँ गर्ने काम होइन। डियर कल्याण, उसले मेरो कहिले कामको बारेमा कमेन्ट गर्ने, कहिले मेरो बारेमा कमेन्ट गर्ने गर्दा गर्दा उसले यतिसम्म गर्न थाले कि मेरो कोठामा राखेका सामानहरू पनि नराम्रा छन् भन्न थाली। मेरो साह्रै चित्त दुख्थ्यो। आफूले मन पराएको केटी आफ्नै अगालोमा बाँधिएर सधैँ सधैँ रुने केटी किन यसरी चारवटा कुरा गर्छे, कहिले के भन्छे कहिले के भन्छे। तर एक दिन अचानक ऊ फेरि मेरै कोठामा आएर भने, अनुप मलाई टिचिङ प्रोफेसन मन पर्दैन, तिमी अरू कुनै जागिर ट्राई गर न। डियर कल्याण, गरिबीमा बाँच्ने मेरो जिन्दगीले कुनै पनि बाटो देखेन। तर उसले जेसुकै भनोस्, मैले आफ्नो कामलाई अगाडि बढाउँदै गएँ र आफ्नो पढाइलाई अगाडि बढाउँदै गएँ। तर हर रात हर दिन म प्रसिद्धिकाको यादमा रुन्थे, साथीहरूसँग बसेर रुन्थे र भन्थे मेरो जिन्दगीको पहिलो प्रेम हो, म प्रसिद्धिकालाई गुमाउन चाहदैन। तर प्रसिद्धिका के गर्थे मलाई थाहा छैन। तर डियर कल्याण, म उसकै यादमा रुन्थे, बस उसकै। फुलै फुल्यो भैसा फुल्यो यो मन फुलेन, मनको पीडा बुझिदिने कोही भएन। ओ कोही भएन। फुलै फुल्यो भैसा फुल्यो यो मन फुलेन।
सम्पत्तिमा विपत्तिमा कोही हुन्न एक्लो जिन्दगीमा चोरी पारी सबै राम्रो हुँदा सम्पत्तिमा विपत्तिमा कोही हुन्न एक्लो जिन्दगीमा सबै सानो मनको पीडा भन्न सकिन मनकै पीडा बुझिदिने कोही भएन कोही भएन फुलै फुल वैसा फुल यो मन फुलेन। डियर कल्याण, आज म बर्बाद हुँदैछु। मैले त्यही सोच्थे ती पलहरूमा, कतै म बिग्रन्छु कि भन्ने डर लागिरहन्थ्यो। हर पल एकान्त मन पर्थ्यो, कसैसँग बोल्न मन लाग्दैन थियो। तर साथीहरूले जहाँ सम्झाउँथे बुझाउँथे, तिनै साथीहरूको सहारामा बाबा आमाको अनुहार हेरेर मलाई जिन्दगीमा केही गर्न मन लाग्यो र मैले सम्पूर्ण प्रसिद्धिका ती सम्झनाहरूलाई थाती राखेर केही गर्न अठोट गरे। र समय बित्दै जाने क्रममा मैले आफूलाई काठमाडौँमा व्यवस्थित गर्नको लागि जागिर खोज्दै हिँडे। एउटा कोठामा बसेको जिन्दगी, बाबुआमाको हैसियत त्यस्तो छ। कसरी जिन्दगीलाई अगाडि बढाउनु चिन्ताको विषय थियो। दिनरात आफ्नो बारेमा सोच्थे। जिन्दगीदेखि नै कहिलेकाहीँ निराशपन छाइरहन्थ्यो। जिन्दगीबाटै विश्राम लिउँ जस्तो लाग्थ्यो। ढाँटेको होइन डियर कल्याण, कति रात त त्यस्तै सम्झना आइरह्यो। जब जब प्रसिद्धिकाको सम्झना अत्यन्तै बढेर आउँथ्यो, त्यति बेला जिन्दगीबाट नै विश्राम लिउँ जस्तो लाग्थ्यो। तर बुबा आमा सम्झेर आफूलाई रोके र त्यसपछि म जागिरको लागि घुम्दै गएँ र एउटा राम्रो स्कुलमा एउटा शिक्षकको रूपमा काम गर्न थाले। केही पैसा हुन थाल्यो र त्यसपछि पढाइको साथसाथै मैले बाहिरतिर जानको लागि ट्राई गर्ने कोसिस गरेँ। समय बित्दै जाने क्रममा 2063 सालमा मैले नर्वेको लागि उच्च शिक्षा पढ्नको लागि भिजा पाएँ र यतिखेर म नर्वे जाने तयारीमा छु। डियर कल्याण, आज तपाईँको यो मिठो आवाज मार्फत प्रसिद्धिकालाई यही भन्न चाहन्छु। मलाई थाहा छ प्रसिद्धिका, यतिखेर तिमी पोखरामा छेउ र यो डियर कल्याणको लोकप्रिय कार्यक्रम सुनिरहेकी छेउ होली। मलाई विश्वास छ तिमीले अवश्य सुन्छौ यो प्रोग्राम, यो कार्यक्रम। सधैँ सधैँ मेरो डेडामा आएर कस्तो सानो कोठामा बसेको भनेर खिसी गर्यो। मेरा सामानहरू देखेर खिसी गर्यो। गरिब देखेर हेप्यौ तिमीले, एक्लो देखेर हेप्यौ तिमीले र हाँस्यौ मेरो जिन्दगी देखेर। यो जिन्दगीको यात्रामा को अगाडि जान्छ को पछाडि जान्छ त्यो त भविष्यले देखाउने कुरा हो। आज म उच्च शिक्षाको लागि नर्वे जाँदैछु। मलाई कुनै पछुतो छैन तिमीलाई गुमाएर। तिम्रो लागि झन्नै मैले विष पिएको, तर आज मलाई पछुतो छैन। तिमीले मलाई छोडेर नै मैले तिमीलाई देखाउनको लागि धेरै ठुलो सङ्घर्ष गरेँ र आज पढ्नको लागि विदेश जाँदैछु। तिमीले मलाई रुलायो, तिमीले मलाई धेरै तडपायो, तर जे जस्तो भए पनि यो जिन्दगीको तराजुमा तिमी माथि हुन्छौ कि म माथि हुन्छु त्यो त भविष्यले देखाउला। तर तिमीलाई यति भन्न चाहन्छु, तिमीले मलाई जुन अपमान गर्यौ त्यसको बदला तिमीलाई जिन्दगीमा धेरै रुनु पर्नेछ मेरो लागि, बस मेरो लागि। हाम्रो प्रेमको कथा आजदेखि बन्द गर्दैछु। हाम्रो प्रेमको कथा आजदेखि बन्द गर्दैछु। त्यही प्रेमको निशानी तिमीलाई सुम्पी जाँदैछु।
प्रेमको कथा आजैदेखि बन्द गर्दैछु, आजदेखि बन्द गर्दैछु। तिम्रा सबै यादहरू बिर्सी जाँदैछु, भुलिदिन्छु सँगसँगै बिताएका पलहरू। तिम्रा सबै यादहरू बिर्सी जाँदैछु, भुलिदिन्छु सँगसँगै बिताएका पलहरू। गन्तव्य नै थाहै नपाई एक्लै हिँड्दैछु, गन्तव्य नै थाहै नपाई एक्लै हिँड्दैछु। हाम्रो प्रेमको कथा आजदेखि बन्द गर्दैछु, आजदेखि बन्द गर्दैछु। माफी देऊ प्रिय, मलाई बिदा माग्दैछु। सडकको धुलो सरी बढारिँदैछु। माफी देऊ प्रिय, मलाई बिदा माग्दैछु। सडकको धुलो सरी बढारिँदैछु। हावासँगै रुमाली उडी जाँदैछु, हावासँगै रुमाली उडी जाँदैछु। हाम्रो प्रेमको कथा आजदेखि बन्द गर्दैछु, त्यही प्रेमको निशानी टाढा, धेरै टाढा, तिमीबाट टाढा हुँदैछु, तिमीबाट टाढा हुँदैछु। हाम्रो प्रेमको कथा आजदेखि बन्द गर्दैछु, आजदेखि बन्द गर्दैछु, आजदेखि बन्द गर्दै